नमस्कार सबैजनालाई, म विनिता। आज पनि म अर्को एउटा एकदमै इम्पोर्टेन्ट टपिक लिएर तपाईँहरूमा आज उपस्थित भइ नै सकेको छु। यो टपिक छ अलाउन्स फर डाउटफुल अकाउन्ट्स अथवा प्रोभिजन फर ब्याड डेट हैन। जुन कुरा हामीले सो नगर्नाले हाम्रो ब्यालेन्स सिट को फिगर रङ हुन जान्छ र नेट प्रफिट पनि ओभर स्टेटेड भएर बस्ने गर्दछ हैन। अब हुन त धेरैले यो कुरा चाहिँ सो गर्नुभएको छैन आफ्नो ब्यालेन्स सिट मा हैन अथवा फाइनान्सियल्समा। अब यो कुरा सो गर्न किन एकदमै इम्पोर्टेन्ट छ भन्ने कुरा चाहिँ म पहिला हाइलाइट गर्नेछु हैन। अब यसले के गर्छ त, अलाउन्स फर डाउटफुल अकाउन्ट्स भनेको चाहिँ यस्तो एउटा इक्जाम्पल दिएर म स्पष्ट गर्न चाहेँ हैन। सपोज तपाईँको रिसिभेबल्स आजको डेटमा 20 करोड छ अरे है, तर त्यो आउट अफ द्याट रिसिभेबल देयर आर सर्टेन रिसिभेबल कि जुन चाहिँ कलेक्टै हुँदैन, यु नो द्याट हैन। अब हुन्छ नि, अब 10 वर्ष अगाडि 15 वर्ष अगाडि आइरहेको रिसिभेबल त ओभियसली अप अन्टिल नाउ कलेक्ट भएको छैन भने त ओभियसली द्याट इज नट गोइङ टु बी कलेक्टेड हैन। फ्यु कलेक्ट होला इफ देयर आर रिजनेबल ग्राउन्ड्स, अदरवाइज कति त कलेक्ट नहुनेछ नि त। अब त्यसलाई बुक्समा देखाएर मात्रै के गर्ने, बुक्समा देखाएर हजुरको एसेट साइड इन्क्रिज भएर बसिरहेको छ, यता नेट प्रफिट पनि बढेर बसिरहेको छ हैन। त्यसलाई कसरी काउन्टर गर्ने र कसरी चाहिँ हामीले रियलिस्टिक फिगर फाइनेन्सियल्समा देखाउने विदाउट एक्जाजरेटिङ, अथवा हुन्छ नि अब प्रिन्सिपल बढाएर त अरू डिफ्रेन्ट कुराहरूलाई हेल्प पुग्न सक्छ जुन एक्चुअलमा ट्रु होइन नि त। सो हामीले यो एउटा पर्टिकुलर लेजर क्रिएट गरेर अलाउन्स फर डाउटफुल अकाउन्ट्स भनेर, अब त्यो रिसिभेबलबाट एउटा सर्टेन रेटमा कुन चाहिँ अब कम्पनीको अनुसार हुन्छ होइन, त्यो रेटमा एउटा प्रोभिजन क्रिएट गरेर यता रिसिभेबल घटाइदिन्छौँ। रिसिभेबल घट्ने बित्तिकै त हजुरको के हो त, एक्चुअली कलेक्टिबल होइन, त्यो वाला जाने भयो। अनि एट द सेम टाइम त्यो गएर त पिएनएलमा हिट गर्छ होइन, एक्सपेन्सेसभित्र गएर त्यो हुने बित्तिकै त हजुरको नेट प्रफिट पनि त घट्न जान्छ नि त, विच इज रियल बाई द वे होइन। त्यो वाला हो, यो वाला पार्ट मिसिङ हुने बित्तिकै सब धेरै फाइनेन्सियल्सहरू अलिकति मिसरिप्रेजेन्टेटेड भएर बसिरहेको हुन्छ होइन। यो नै थियो एउटा एकदमै इम्पोर्टेन्ट लेजर हेड जुन चाहिँ वी फाइनान्स प्रोफेसनल्सले फोकस गर्नुपर्ने थियो, र अब कतिपय केसेसहरूमा ओनर्सहरूले बुझ्नु पनि नहुन सक्छ होइन। सो वी हेभ टु रिमाइन्ड देम हाउ इम्पोर्टेन्ट दिस इज। अनि त्यही अनुसार हामीले इट इज आवर रेस्पोन्सिबिलिटी कि हामीले पब्लिकलाई जहिले पनि फाइनेन्सियल्स एउटा राइट वेमा दिनुपर्ने हुन्छ। ट्रु एन्ड फेयर प्रेजेन्ट गर्छ होइन, हामीले पढेको पनि छौँ ट्रु एन्ड फेयर प्रेजेन्टेसन भनेर। यो गऱ्यो भने मात्रै त फाइनेन्सियल स्टेटमेन्ट ट्रु हुन जान्छ, फेयर हुन जान्छ होइन। त्यो नै थियो होइन एउटा हाउ इम्पोर्टेन्ट दिस पर्टिकुलर हेड अलाउन्स फर डाउटफुल अकाउन्ट्स अथवा प्रोभिजन फर ब्याड डेट, हाउ इम्पोर्टेन्ट इज द्याट भन्ने कुरामा थियो होइन। हाम्रो फाइनेन्सियल्सलाई एउटा करेक्ट पोजिसन देखाउनको लागि इट इज भेरी इम्पोर्टेन्ट भनेर एउटा सानो भिडियो मार्फत बुझाइदिउँ भनेर। थ्याङ्क यू सो मच फर वाचिङ।